गाइजहरू आज चाहिँ हामी मन्दिरको दर्शन गर्न जाँदैछौँ थियौँ फुलपातीको दिन होइन सुरु हामी भर्खर घरबाट निस्केको र फुलपातीको विशेष दिन पारेर दर्शन गर्न हिँड्यो। सबजना मन्दिर जाने चापले गर्दा एकदम गाडी चल्नु चाहिँ प्याक होला जस्तो छ, मान्छे लाइनमा हुनुहुन्छ। यो चाहिँ हाम्रो तररा बजार हो। गाडी आयो, यो गाडीमा सिट मिल्छ मिल्दैन। फाइनली बुढा सुब्बा मन्दिर आइयो, हामी जाँदैछौँ। फुलपाती पनि किनौँ। फुलपाती किनेर हामी जाँदैछौँ। लाइन बसिरहेको छौँ, लाइन चाहिँ व्यापक छ। मन्दिर कति बजी खुल्ने टुङ्गो छैन। सुरु त आउँदैन, सुरु सानी भएर सुरु आउँदैनन्। यही हो त पूजा गर्नु हुँदैन, यही हुँदैन कि लाइन बस्दा एक घन्टामा दर्शन गर्न। यो सुब्बाको दर्शन चाहिँ तल गएर यहाँ सुब्बिनीको दर्शन गर्ने क्रममा छौँ। यो चाहिँ भालेहरू आज काट्ने रहेछ, बिचरा माया लाग्यो। काटेर फालेर टाउको माया लाग्यो। बुवाले टिभी मोबाइल नहेर्नु भनेको छ, भान्जीले टिभी मोबाइल हेर्नु भएन, आशीर्वाद दिनुभएको छ डक्टर बन्नु भनेर। हामी बुढा सुब्बाबाट दन्तकाली आयौँ। दन्तकाली पनि दर्शन गरेर जानु पर्यो। दन्तकाली पनि भेट्छ किन भान्जी। पिण्डेश्वर बाबा धाममा आइपुग्यौँ। नजिकै यहाँ फुलपाती किनेर भित्र गएर दर्शन गर्छौँ। सुरु पिङ खेलिरहेको छ नि, सूर्य दर्शन लाग्यो। मच्छ मच्छ हाम्रो नेपालका चर्चित मेयर हर्क साम्पाङको सहकार्यमा निर्माण भएको
आश्रम स्वीकृति पार्क आएका छौँ घुम्नको लागि। राम्रो बनाउनु भएको थियो। खेल्नु न खै त्यति नि हो। हाम्रो हर्क साम्पाङ एकदम राम्रो बनाउनु भएको थियो। उहाँ चाहिँ हर्कको यतापट्टिको अग्लो आमा, उतापट्टि सासू हुनुहुन्छ अरे। आमा रे यता रे। त्यो माथि पनि जाने ठाउँ रहेछ। उता पनि रहेछ के हो? कस्तो राम्रो है यतातिर फोटो खिच्यो भने। घुमाइदिउ न। चिल्ड्रेन पार्क पनि रहेछ, चिल्ड्रेन गेम खेल्नेहरू। यहाँ चाहिँ डाँडा छ, डाँडाबाट चाहिँ यो पार्कको सम्पूर्ण भ्यू हेर्नु होला। ऊ त्यो पुलबाट हामी आएको हो कि त्यतिबाट फर्कियो। केटाकेटी खेल्ने पार्कदेखि लिएर विदेशको जस्तै बिच बिचमा बस्ने मान्छे बस्ने ठाउँ। एकदम मलाई यो जापानिज होटलको यो पार्क हेरेर एकदम राम्रो बनाएर गरे के हुँदैन भन्ने कुरा चाहिँ यहीँ आएर चाहिँ मलाई पुष्टि भयो है। त्यता पनि रेस्टुरेन्ट लाइनहरू मान्छेलाई फोटो खिच्नु आएको नि त्यहाँ। उता पनि यतातिर राम्रो रहेछ गएर। एकदम दामी दामी रहेछ है। होला यहाँ चाहिँ आरा काट्दैछन्।
त्यो चाहिँ निर्माण हुँदाको विगत तस्बिर रे सबै श्रमदान गरिरहनु भएको छ। श्रमदान गरेर यति राम्रो पार्क बनाइदिनु भएछ। सबैजनालाई धेरै धेरै धन्यवाद। फाइनली हामी चाहिँ घुमिसक्यौँ। अब चाहिँ रिटर्न भएपछि भान्जी कस्तो लाग्यो? राम्रो थियो एकदम राम्रो है, खतरा रहेछ। राम्रो ल बाई बाई।